ए होइन होइन अनि यो नि बाटो के भिडियो गुड मर्निङ एभ्रिवान गुड मर्निङ गुड मर्निङ गुड मर्निङ नयाँ दिन नयाँ सुरुवात नयाँ भ्लग नयाँ म त भन्न मिलेन पुरानै म अनि म चाहिँ उठिसकेँ आज चाहिँ एकदम छिटो है एकदम छिटो 7:30 भएर 7:30 बजे म उठिसकेँ आज चाहिँ अनि उठेर पनि मुखसुख धोएर पनि फ्रेस फ्रेस भएर पनि बत्ती सत्ती बालेर पनि पूजा गरेर पनि अब चाहिँ म पानी खान लाग्छु अनि आज चाहिँ धेरै पछि होइन लगभग 7-8 दिनपछि चाहिँ चितवनमा घाम देखिएको छ है त्यस्तो साह्रो त देखाएन तर झुलुक्क यति भए पनि त्यो छाया देखिने जति चाहिँ देखिया क्या सो या यसै आज चाहिँ घाम लागेको हुन्थ्यो यार लास्ट चिसो हो क्या यस्तो चाहिँ आज चाहिँ अलिकति घाम त्यहाँबाट चिसो देखिया जस्तो बादल लगाइरहेको लाउनु त होस् त्यही पनि हल्का घाम देखिया हो कि जस्तो छ अनि यो चाहिँ अघि नै उठेर रेडी बनाएर दाल पाकिसक्यो फेरि आगो ताप्ने यस्तो छ चलन अनि ग्यास बालेर आगो ताप्दै हुनुहुन्छ उहाँ चाहिँ यस्तो पर्दैन अहिलेसम्म तीनवटा सिरक एउटा दुईटा तीनवटा तीनवटा ओढेर सुतिरहने 12-1 बजीसम्म अनि त्यहाँबाट उठ्ने खाना खाने अनि फेरि सुत्दिने 6-7 बजीसम्म फेरि उठ्ने खाना खाने अनि फेरि सुत्दिने 12-1 बजीसम्म आमामा कति रमाइलो जिन्दगी हो उठ्यो पाक्छ खायो फेरि सुत्यो फेरि उठ्यो पाकिरा हुन्छ खायो अनि सुत्यो फेरि उठ्यो पाकिरा हुन्छ खायो सुत्यो आमा कति गर्नु पर्यो नि उनीहरूले उठ्छन् पकाउँछन् खानिदिन्छन् धन्ना गर्छन् लुगा धोइदिन्छन् सब थोक गरिदिन्छन् म त केही गर्नै परेन सुतिरहने उठ्ने खाने काम मात्रै हो मेरो न भाँडा मान्नुपर्छ न कपडा धुनुपर्छ न घर बढाएर कुडेल गर्नुपर्छ सब कति सुख देखा मामै अचम्म सुख अर्थ्यो बरु ऐनैदेखिको भाँडा नि त्यहीँ धसिरहला ओके अब खाना खाने बेला भइसकेछ म चाहिँ त्यो आजको लागि हामीले आज चाहिँ मैले गेम हालिदिनु लाग्छु छु मम्मी र नानी खेलेको प्लस अब त्यो पछाडि एउटा बेस्ट क्लिप छ पछाडि 1-2 मिनटको त्यो चाहिँ हेर्न नछुटाउनु होला सो यो भिडियो त भोलि आउँछ सो आज होइन के हो आज मतलब यो भिडियो आएको अघिल्लो दिन चाहिँ एउटा नयाँ भिडियो अपलोड भइसकेको हुन्छ जुन चाहिँ गेम हुनेवाला छ नट अ भ्लग है त्यो भ्लग होइन गेम हुनेवाला छ त्यो यस्तो मजा हाँस्दा पागल हुनेवाला छ मम्मीको सिन्सहरू हाम्रो सिन्सहरू है त्यो चाहिँ हेर्नु होला टाइम मिलाएर अनि लाइक सेयर सब्सक्राइब कमेन्ट सबै गर्नु होला है सो या आज टोपी दिवस आज के दिवस आज टोपी दिवस सो या अहिले चाहिँ 9:30-10 बजी लागिसक्यो नानी चाहिँ खाना खाएर पनि गइसक्यो म चाहिँ बिहान उठेपछि पानी सानी खाएर त्यही भिडियो एडिट गर्दा यति बेलासम्म भयो अब म पनि खाना खान्छु एन्ड हेरौँ के हुन्छ अब यो दिउँसोतिर के हुन्छ वी डोन्ट नो एनिथिङ सो या मैले चाहिँ भिडियो अपलोड गर्दैछु कि पढेर खाना खाएपछि चाहिँ सायद मैले बनाएन भिडियो थाहा भएन है सो म चाहिँ खाना खाएर एकछिन पढेर अहिले आज चाहिँ मिठो भन्दा मिठो घाम लाग्यो क्या आज 3-4-5-6 दिनपछि मिठो घाम लागेर त्यसो म घाम ताप्दै थिएँ अहिले चाहिँ भित्र आएँ अब एकछिन आजको के क्लिप भएको त्यो यसो हेर्छु कति मिनट यताउता के कस्तो बारे यसो काटाकुटु हेर्छु आजको भिडियो पनि हालिदिइसक्यो अब सर्ट्स पनि बनाएर हालिदिन्छु 1-2वटा टिकटकतिर नयाँ टिकटक हालिदिन्छु एउटा सो या सबले त्यो चेक गर्नु होला हामी फेसबुक इन्स्टा
टिकटकतिर पनि छौँ है। फेसबुकमा अमृत दुवाडी नै छ एन्ड इन्स्टामा के छ हौ, इन्स्टामा अमृत फ्यामिली नै होला सायद। अनि टिकटकमा चाहिँ @टक टु ट्रेन्ड हान्नुहोस् अनि त्यहाँ हाम्रो आउँछ अमृत फ्यामिली नै भनेर आउँछ। सो या भिजिट देयर है। एन्ड कस्तो लागिरहेछ भिडियोहरू, तपाईँहरूले सिधै म्यासेज पनि गर्नु सक्नुहुन्छ मलाई है त टिकटकतिर। सो या हेर्दै गर्नु होला। Keep supporting, keep loving, keep sharing the video, keep liking the video and do subscribe if you are new to the channel है त। आनन्द मेरो काम 2:30 भइसक्यो है। खाजा खान्छु म चाहिँ, सायद अब खाजा के छ अब हेर्नुपर्छ। लेट्स गो एन्ड चेक द खाजा के छ। खाजाको रूपमा हामीसँग छ खै मैले त्यहाँ त बिस्किट्स, चाउचाउ एन्ड स्याउ, सुन्तला, इट्स फ्रुट्स है। अनि फ्रिजभित्र त फिलहाल केही देखिनँ मैले। यो उखु पनि ल्याउने मात्र हो, कसैले खाँदैन। मैले अलिकति खाइदिएको थिएँ अस्ति, मैले खाएँ नत्र अरूले खाँदैन फेरि यो उखुसुखु भन्ने चिज। सो यो बिस्किट र चाउचाउ मात्र देखेँ म। एउटा खै के खाने अब खाजा अब के हो। मम्मी चाहिँ बाहिर हुनुभएछ, त्यहाँ रोडको काममा अलिकति थोरै झमेला भएको थियो कि त्यो सल्टिसक्यो। मम्मी के हो खाजा? खाजा त्यही पानी हो। मम्मी फेरि मेरो भिडियो हेर्न छुटाउनु हुन्न है मम्मीले। फेरि मेरो सबभन्दा पहिलो भ्युवर रै मम्मी हो। सुरुमै हालेको 1 सेकेन्डमा हेरिहाल्नुहुन्छ फेरि त्यस्तो। आजको भिडियोमा फेरि मम्मी हाँसे। मम्मी त मेन कन्टेन्ट गिभर हो क्या मलाई। कन्टेन्ट दिनुहुन्छ मम्मीले मलाई होइन त। गुड मर्निङ दिनभरि सुतेर अहिले गुड मर्निङ भन्छ। कहाँ दिनभरि भर्खर एकछिन नै भएको थिएन उठाएर। एभ्रीवान नलान्थ्यो तपाईँ ओ को आउनु भएछ? ओहो को आउनु भएछ? ए तिम्रो नाम के हो भन्दै पर्यो? कतिमा पढ्ने हो र तिमी? कतिमा पढ्थ्यौ रे? 1 मा होइन होला। ए लेन्स बोल्दै रहेछ फेरि भिडियो गराइदिएपछि। ए होइन अनि यो नि बाटो क्या भिडियो गराइदिएपछि त अनि 1 भनिदिँदो रहेछ। आज फेरि झुट बोल्यो यसले। फेरि झुट बोल्यो। 7 हो। 7 हो। दिदीको डायलग बोले फेरि। खै मैले थाहा छैन कतिवटा हुन्छ। 100वटा हुन्छ। सिमरन गुरुङ नि छ अरे। को हो त्यो चाहिँ? हाँस्यो। को हो त्यो चाहिँ? ल्या सिमरन गुरुङ को हो भनेको गुरुङ हो अरे। को म्यामले पिट्छिन्? ए के कुरा लगाइदिनु बाबालाई? कुन है भनेको? नानी हिँड्छ एक्लै जान्छ होला। तेरो लागि ल्याइदिनु ला। यसलाई मैले लाख रुपियाँ दिइसकेँ क्या। अब 1 महिनाको लागि फुल अनुहार देखाउनलाई।
म चाहिँ आइसकेँ घर मासु लिएर अब मम्मीले कस्तो बनाएर पकाउनुहुन्छ म पकाउनु बनाएर म त पकाउँदिनँ आज त म पकाउँदिनँ म त सुत्दिन्छु बरु म पकाउन्न आज मम्मीले पकाएर खाने हो अहिले भाडा माता कसको आज मासु पकाउनु नि त भनेर लगाइदियो कि ए भाँडा मात्दिनँ म त्यसो भए भनेर ऊ भन्ने अब नानीले मात्छे होइन त अब नानीले मात्छे भाडा त्यसो भए के हाल्नु त ओके म चाहिँ अब खाना खान्छु एन्ड यो ब्लगको लागि पनि यति नै हुन्छ भिडियो सी यु इन द नेक्स्ट ब्लग बाई बाई स्टे सेफ स्टे हेल्दी डु लाइक सेयर कमेन्ट सब्सक्राइब के हुन्छ सबै गर्नु ओ माई टोपी त मेरो त यता र यता भयो त के भयो लुटी चाहिँ केही भएन बाई बाई